हेलो साथीहरू, आज चाहिँ म तपाईहरुको समक्ष आलु पराठाको रेसिपी लिएर आएको छु। सुरुमा आलुलाई बोइल गर्नु होला। त्यसपछि यसमा थोरै जिरा धनियाको पाउडर लगाएको छु। अनि मैले चाहिँ स्वाद अनुसार नुन, त्यसपछि थोरै बेसार, त्यसपछि मैले लगाएको छु रातो धुलो खोर्सानी अलिकति। अनि त्यसपछि मैले यसमा ज्वानो हाल्नुभयो भने चाहिँ मिठो टेस्ट आउँछ। थोरै ज्वानो लगाएको छु। अनि प्याज काटेर हालेको छु र थोरै खोर्सानी अनि प्याजको पत्ता पनि लगाएको छु। तपाईहरुले लसुनको पनि पत्ता काटेर लाउन सक्नुहुन्छ। त्यसपछि सबै कुरा हालेपछि यो आलु र यिनीहरूलाई सबैलाई चाहिँ एकैचोटि म्यास गर्नु होला राम्रोसँग। मैले चाहिँ यसरी म्यास गरेर एउटा भाँडामा राखेँ। त्यसपछि ब्रेड मैले चाहिँ रेडिमेड युज गरेको छु। तपाईहरुले चाहिँ यसमा आटा मैदा जेको भए पनि बनाउन सक्नुहुन्छ। मिक्स गरेर पनि बनाउँदा हुन्छ। यो म्यास गरेको पोटेटोलाई चाहिँ मजाले यसरी भर्ने। मैले चाहिँ इजी तरिकाले गर्दैछु, तपाईहरुले पनि यसरी गर्न सक्नुहुन्छ। यसरी एउटा ब्रेडमा चाहिँ राम्रोसँग यो अघिको म्यास गरेको आलुलाई मजाले फिलिङ गर्नु होला। त्यसपछि माथिबाट अर्को ब्रेडले चाहिँ छोपेर यसको छेउछेउ चाहिँ मजाले क्लोज गर्नु होला ताकि भरे पकाउँदा नफुटोस्। थोरै पानीले पनि गर्न सक्नुहुन्छ यसलाई। अनि ताई चाहिँ हिट गरेर तेल बेगरे यसरी लगाउनु होला। किनभने यो रेडिमेड ब्रेड हो, यसमा चाहिँ अलरेडी ओइल निस्किन्छ पकाउँदा। त्यही भएर मैले चाहिँ तेल बिनै लगाएँ। यसरी राम्रोसँग एकछिन पकाउनु होला। पाकिसकेपछि चाहिँ माथिबाट थोरै घिउ लगाएर यसरी पकाउनु सक्नुहुन्छ। भरे चाहिँ यो ब्रेड चाहिँ क्रन्ची हुन्छ यसरी बनाउनु भयो भने चाहिँ। त्यसपछि अर्कोपट्टि पनि यसरी नै घिउ लगाएर मजाले पकाउनु होला ठिक्कको ग्यास गरेर। अनि यसरी पकाइसकेपछि चाहिँ तपाईहरुले यसलाई पिस गरेर काटेर अनि अचारहरुसँग मिठो गरी खान सक्नुहुन्छ। मैले चाहिँ टमाटरको अचारसँग खानु गइरहेको छु। यसरी पिस काटे खानु सजिलो होस् भनेर। अनि अचारसँग खाए। तपाईहरुले पनि यसरी बनाएर खानु सक्नुहुन्छ। मेरो भिडियो राम्रो लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। खाजामा एकदम दामी हुन्छ। थ्याङ्क यू भेरी मच। Thank you for watching. Bye bye. See you soon.